हेलो साथीहरु नमस्ते एन्ड सुब्बापुल वेलकम ब्याक टु ब्याक माई युट्युब च्यानल जलसा ब्लगमा सबैजनालाई स्वागत छ। म हेर्न सक्नुहुन्छ तपाईहरु, म चाहिँ भर्खर यसरी उठेर बसिरहेको छु। डोबेमा चाहिँ 6 बजेको छ के साथीहरु, इभिनिङ टाइमको 6 बजेको छ। उनीहरूले खाना बनाएर ल्याएको रहेछ 84 बेन्चक हामीले सबै रेडी गरिसक्यौँ। सो अब हामी खाना खानालाई रेडी भएको छ। मुखसुख केही धोको छैन, तैपनि खाना चाहिँ दन्काउने भन्ने प्लानिङमा छ हो कि हैन गाइज भन्नुस्। उहाँ चाहिँ इन्डियाको हुनुहुन्छ के, तर लस्सो फ्याफुल्ला मिठो मिठो खाना उहाँले नेपाली सबै बनाउँछ क्या। नेपाली राइसहरू हामीले के खान्छ सबै बनाउँछ, नेपाली भाषा ल्याङ्ग्वेज सबै बोल्छ। अनि हामी 3 जना छौँ। अब हामी यहाँ खाना लागेको साथीहरू। सो सबै तिनटा सबै तिनटा छ क्या साथीहरू। नेपालको बुहारी बन्नेको लाइक छ साथीहरू। खाना त टेस्टी छ, एकदम राम्रो गाइज। भाँडाकुँडा माझ्ने जस्तो गरेर माझ्ने जस्तो होइन, माझ्नै पर्छ। मेरो हातेर तिम्रो हात धोइसक्यो ल। भाँडाको चाहिँ माझ्ने जस्तो गर, म चाहिँ यहाँ भिडियो गरे जस्तो गर्ने। खाएर यस्तो गरेर राखेका छौँ साथीहरू। यस्तो खान्छौँ हामीहरूले चाहिँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यहाँ माझेको जस्तो गर। ढोका थुन्नु पऱ्यो कि यहाँभित्र सुतिरहेछ नि त तिमीहरू। गाह्रो छ गाइज। त्यो चाहिँ उ गर्नुपर्छ कि ल साथीहरू। यहाँ उहाँ म्याडमजीले भाँडा माझ्दै हुनुहुन्छ। खाना बनाएर तरकारी मटन बनाएर ल्याएको ओनर ओ हो। ओ चाहिँ त्यो खानाको धनी के, खानादेखि लिएर के अरे गिजार्ड बनाउनु भएको छ उहाँले। मलाई त धेरै राम्रो लाग्यो गिजार्ड खाएर। म चाहिँ धेरै सेटिस्फाई भएँ गाइस। नाकाला स्या पनि चाबै होइन। गाइस हम लोग अभी थोड़ा आराम करेंगे क्योंकि हम रात में भी बहुत लेट तक बैठे थे। हमने इतनी सारी बातें की कि सुबह का 6 बज गया। मैं भी हैरान हो गया था अभी समझ बात ही खत्म नहीं। हम लोग 3% है ना गाइस, तो इसलिए बात खत्म नहीं होता, बात करते नहीं चला 6 बजे। सुबह 6 बजे सोए, अभी 6 बजे फिर खाना खा रहे। बराबर राउंड। अभी हम फिर राउंड करने जाएंगे। बाहर का सीन बाकी है। बाहर का बहुत अच्छा व्यू है इधर का, दुबई का आपको भी दिखाएंगे। ओनली आप लोग को हम लोग अभी दिखा रहे हैं कि अंदर का सीन क्या होता है। भाड़ा माझना बनाने के साथ भाड़ा भी मजवाते झन् मैले त खाएर पनि मैले आफू हात नधोएर पनि अहिले उहाँहरूलाई नि हात के भन्छ भाँडाकुँडा सबै धुनु भनेर यहाँ लगाइरहेको छ। उहाँ भाँडा गर्दैछ बिचराहरू, गरिरहेछ साथीहरू, गरिरहेछ। पालन पोषण गरौँ। ये काम करने हो के धेरै काम छ हाम्रो, धेरै काम छ। सफाई गर्ने हो उहाँले भाँडामा। ल साथीहरू, यो चाहिँ हामीले खाना नसकेको हो क्या। यहाँ प्याकिङ हुँदैछ, फेरि प्याकिङ गरेर भोलिको लागि हो क्या। यो चाहिँ अब उसको रुममा जानुपर्छ नि त लगेर, त्यही भएर यहाँ प्याकिङ गरेर उसले लिएर आएको, लगेर जानु पऱ्यो। भोलिको लागि त काम लाग्छ। खुर्सानी त हामीले खाएनछौँ। खुर्सानी त उसले भाँडा धोएर सकिसक्यो, यहाँ प्याकिङ हानिसक्यो। सो यस्तै हो साथीहरू। अब हामी रेस्ट गर्नुपर्छ। यो पनि खानुपर्छ है, ये भी बाँकी। अभी हमारा ओरिजिनल सीन बाकी है गाइस। ओह माय गॉड। गुलाब जामुन नै लेके आयो। ल साथीहरू, तपाईहरुलाई आजको हाम्रो ब्लग कस्तो लाग्यो? मन परेमा लाइक कमेन्ट शेयर एन्ड कमेन्ट सब्स्क्राइब टिङ गरेर घन्टी बजाउन नबिर्सिनु होला है साथीहरू। सबैजनाले सब्स्क्राइब गरिदिनु होला। आजको हाम्रो ब्लग कस्तो लाग्यो? आज चाहिँ हामीले यसरी खाना खायौँ। उहाँले खाना बनाएको साह्रै मिठो लाग्यो गाइस, साह्रै मिठो लाग्यो। हामीहरूलाई चाहिँ धेरै राम्रो लाग्यो। सो थैंक यू वेरी मच। अगर आपको हमारा वीडियो अच्छा लगा तो आप लाइक सब्सक्राइब करें, क्योंकि हम ऐसा ही वीडियो आपके सामने दोबारा बनाते रहेंगे। नमस्ते सबैजनालाई। हामी छुट्टिन्छौँ अहिलेको लागि। नेक्स्ट ब्लगमा चाँडै तपाईँहरूसँग हामी भेट हुन्छौँ। बाई बाई।